अब एकादशीका दिन के गर्ने हामी कुराकानी गरौँ। सर्वप्रथम प्रातःकालीन समयमा उठेर स्नान गर्ने। स्नान गर्दा याद रहेसम्म आज म नुहाएको होइन, मैले स्नान गर्दैछु। जुन स्नानबाट चाहिँ केही न केही भगवानको सेवा होस्, स्तोत्रहरू होस्, भगवानको पूजा आराधना होस्, केही मसँग त्याग होस्, निष्ठा होस्, किनकि हामी स्नान गर्छौँ। स्नान भगवान विष्णुका नामहरू सम्झेर, माधव नारायण भगवान मधुसूदनलाई सम्झेर, मोहिनी एकादशीलाई सम्झेर स्नान गर्नु हुनेछ। गङ्गा आदि गरेका तीर्थहरूलाई सम्झेर घरैमा स्नान गर्ने। नजिकै काहीँ तीर्थ तलाउहरू छन् भने त्यहाँ गएर स्नान गर्नु सर्वोत्तम हुन्छ। पानीहरू पर्न थालेको छ, भेलबाढीहरू आएका छन्, नदीहरू, त्यसैले घरैको पानीलाई पनि शुद्ध मानेर स्नान गर्न सक्नुहुनेछ। अब हामी जो स्नान गरिसके पछाडि आफ्ना देवी देवताहरूको विशेष पूजा गर्ने। अब जस्तो भगवान शालग्राम राख्नुभएको छ, शिवजी हुनुहुन्छ, लड्डु गोपाल हुनुहुन्छ, अनि घरमा दाहिने शङ्ख पनि छ भने त्यो दाहिने शङ्खमा दुधहरू जलहरू राखेर भगवानलाई विशेष स्नान गराउने। र जसका घरमा मूर्ति विग्रहहरू छैनन् भने भगवान विष्णुका फोटा अथवा आफ्ना देवी देवताहरूका फोटाहरूको पूजा उपासना आराधनाहरू गर्नुपर्दछ। अगाडि